दिनुभएको नानीहरू चाहिँ के अरे हाम्रो निम्ति उपहार 127 को 3 मा छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँको इनाम हुन् भनेर भनेको छ। हामी कतिजना आमा बाउहरू छौँ होइन, आमा बाउहरू छौँ। यो समयहरूमा नानी हुर्काउनु जस्तो ठुलो काम सायद त्योभन्दा ठुलो काम त अरू केही छैन होला जस्तो लाग्छ है। अनलाइनमा हुर्काउनु पाए पनि हुन्थ्यो नि भने जस्तो लाग्दैन कोही बेला होइन। वर्क फ्रम आई एम नर्चरिङ माई चाइल्ड फ्रम होम इज समवेयर एल्स भन्ने खालको कुराहरू भए पनि हुन्थ्यो नि जस्तो लाग्छ है। घरिघरि नानीहरू त्यति गाह्रो छ नानीहरूलाई हुर्काउनु, अहिले टफ छ नानीहरूलाई हुर्काउनु है। एकजनालाई हुर्काउनु त गाह्रो, या 2 जना 3 जनाहरू पनि छ कतिजना। हाम्रो आनन्द भाइको 5 जना छ नानीहरू, तर अचम्म लाग्छ त्यो 5 जना नानीहरू चाहिँ सोभर लाग्छ फेरि मलाई चाहिँ। एकदम राम्रो छ त्यो नानीहरू जस्तो लाग्छ मलाई है। एनिवे परमेश्वर त दिनुभएको इनाम हो है। कतिजना यहाँहरू कतिजना आमा बुवाहरू हुनुहुन्छ, तर तपाईँलाई परमेश्वरले नानी दिनुभएर नानी प्लेस गर्नुभएको छैन। हामी भन्नाले जस्तो प्रार्थना गर्नेछौँ है त्यो क्षेत्रमा पनि। तर यहाँनिर अब बाइबलले चाहिँ के भन्छ भन्दा परमेश्वरले दिनुभएको इनाम हो, गिफ्ट हो। परमेश्वरले दिनुभएको, कसैले दिएको होइन, परमेश्वरले दिएको। अनि परमेश्वरले दिँदै गरेको कुरालाई चाहिँ तपाईँले मैले कसरी पक्रिरहेको छौँ, कसरी त्यसलाई प्रिजर्भ गर्दैछौँ, कसरी हेरचाह गर्दैछौँ। परमेश्वरले जे पनि दिनुहुन्छ असल दिनुहुन्छ, अद्भुत, फियरफुल्ली अनि वन्डरफुल्ली मेड भनेर भनेको छ बाइबलले। मान्छे जाति चाहिँ यस्तो अद्भुत तरिकाले बन्ने गरे है। रोबोटहरू बनाउनुलाई केही पनि छैन अहिलेको दिनहरूमा। विभिन्न प्रकारको रोबोटहरू छ, सोफिया भन्ने रोबोटहरू छ, विभिन्न प्रकारको नाम दिएको रोबोटहरू छ। मान्छेहरू आफ्नो आफ्नो दिमाग लगाएर बुद्धि लगाएर उनीहरूले बनाएको छ। मान्छे जस्तै हुनु खोजिरहेको छ, बनाइरहेको छ। तर परमेश्वरले एउटा गर्वभित्र एउटा नानीलाई हुर्काउँदै गर्दा दिँदै गर्दा एकदमै फियरफुल्ली अनि वन्डरफुल्ली मेड भनेर भनेको छ। अद्भुत तरिकाले बनेको मानिसहरू। अघि पास्ने हामीले यहाँ कुरा गर्दै थियो, हाम्रो यहाँ सानो एन्ट्रिना छ, खुट्टा छ, हात छ, तर उसको हात र खुट्टा अहिले स्विमिङ गरेको जति मात्रै चल्छ, त्योभन्दा बेसी उसको लाग्दैन है। अचम्म प्रकार लाग्दैन लु भन्नुहोस् त। तर यही खुट्टा चाहिँ अलिकति ठुलो भएपछि टुकुल हिँड्नु अरे, त्यहाँबाट हिँड्नु अरे, बुढो भएपछि अब है एउटा वृद्ध अवस्थामा आइन्जेलसम्म हिँड्नु अरे, फेरि त्यहाँबाट फेरि हात खुट्टा नचल्नु अरे। अचम्म लाग्दो कुरा छ, सोच्नुपर्ने कुरा छ है। अनि परमेश्वरले त्यो अद्भुत तरिकाले तपाईँले मलाई बनाएको, विशेष गरी हामी नानीहरू हुँदै गर्दाखेरि परमेश्वरले अचम्म प्रकारले बनाउनु भएको छ। र यति बेला म तपाईँहरूलाई हाम्रो सामुएलकै किताबमा म लान चाहन्छु तपाईँहरूलाई। हामी त्यहाँ सामुएलको किताबमा हामी एकछिन हेर्नेछौँ। पहिलो सामुएल हन्नाको नानी थिएन। परमेश्वरमा उसले भाकल गरे, प्रार्थना गरे, प्रभु यदि तपाईँले मलाई नानी दिनुभयो भनेदेखिलाई कसको लागि? संसारको लागि भनेर भनेको छ हन्नाले। त्यहाँबाट सामुएलले के गरेको छ है, के होइन हौ छ कि छैन भनेर 1-1.5 बजिसकेको छ नि त। यति बेला त म त मोमो खाएर सुत्ने टाइम हो है। त्यसले गर्दाखेरि म तपाईँको यसो ध्यान राख्नु खोजेको। परमेश्वरले दिनुभएको कुरा कुनै पनि थोक किन नहोस्, चाहे तपाईँको गाडी होस्, चाहे धन सम्पत्ति होस्, चाहे बिल्डिङ होस्, चाहे कुनै पनि थोक किन नहोस्, ल्यान्ड होस्, परमेश्वरकै निम्ति हो त्यो चाहिँ। जे पनि थोक। आमेन भन्दैन आमेन यहाँनिर। परमेश्वरले दिनुभएको कुरा हरेक कुरा परमेश्वरको लागि। परमेश्वरले दिनुभएको कुरा संसारको लागि दिँदै गर्दा सिमसन के गरिदिनु गएको थियो? लास्टमा गएर अन्ध अवस्था, मलाई बाँधिरहेको अवस्थामा गएर उसले के गर्यो? लर्ड ह्याभ मर्सी अन मी, म माथि दया देखाउनुहोस्, अनुग्रह गर्नुहोस्, कृपा गर्नुहोस् म माथि भन्दै गर्दाखेरि पवित्र आत्मा उसको जीवनमा आएर उसले जब ऊ सक्लो हुँदाखेरि, उसको आँखा राम्रै हुँदाखेरि उसले गर्नु नसकेको काम परमेश्वरले उसको त्यो अन्धा हुँदै गरेको अवस्थामा आउँदै गर्दाखेरि, परमेश्वर आउँदै गर्दाखेरि त्यति बेला शक्तिशाली काम गर्नुभएको छ सिमसनले। कतिजना थाहा छ यो स्टोरी? एकजना मात्रै थाहा रहेछ, 1-2 जना थाहा रहेछ। अरूको चाहिँ तल रहेछ हो कि होइन कन्फिडेन्ट नभएको। सुन्नुहोस् है, सुन्नुहोस् है, परमेश्वरदेखि अलग हुँदै गर्दाखेरि है हामी कतिचोटि नि प्याम्पर यति बिना गरिपठाउँछौँ नानीलाई। नानी कति बेला खुसी छ भने चाहिँ थाहै लाग्दैन, बेसी प्याम्परिङ भएर। मेरो नानी जस्तो राम्रो अरू कसै पनि छैन। त्यस्तो हुन्छ, अब एउटा एज आउँदै जान्छ। उही शाहरुख खान, उही ऋतिक रोशन, उही सलमान खान, कुनै के हो, सबै उही हो। अब राम्रै अलिकति अब
शाहरुख खान भन्ने बित्तिकै अलिकति राम्रै भन्छ, खास गरी त त्यति राम्रो त लाग्दैन मलाई। अब त्यही भनेको कारणले गर्दा तिनीहरूको नाम लिएको नि खास गरी चाहिँ मैले। हामीलाई नै लाग्छ कि हाम्रै मात्रै सबैभन्दा बेस्ट हो भन्ने कुरो। अनि हाम्रो बेस्ट भन्दै गर्दाखेरि नानीले बिस्तारै के छ अन्त दे त्यहाँ पहिला त दिनु न मम्मी गर्दै गरेको नानी नि, त्यहाँबाट एक दुई दिनमा दे एक दुई दिनमा नि दिन्छ नानीले आमालाई पड्काउँदै गरेको हुन्छ। हेर्नु पनि लाजै मर्दो हुन्छ नि अब। अन्त के गर्छ देख्ने मान्छे चाहिँ कहिले नसिकाउँदो रहेछ उसले भनेर भन्नुहुन्छ। त्यही कारणले गर्दा म घरिघरि यहाँ नानीहरू यताउता वाइल्ड हुँदा म पनि वाइल्ड भएको कारण चाहिँ त्यही हो। मैले चाहिँ योपालिको क्याम्प मिटिङ हाम्रो यहाँ 3 दिनको नानीहरूको क्याम्प मिटिङ चाहिँ यहीँ बस्ने हो जस्तो लागेको थियो, तर हाम्रो टिचरहरूको त्यो भएन, कतिवटा कुरा नमिल्यो। यहीँ बसेको भए चाहिँ केही हुन्थ्यो कि जस्तो चाहिँ लाग्यो, तर पनि हुन्छ म विश्वास गर्छु है। परमेश्वरले जब दिनुहुन्छ नि, परमेश्वरले दिनुभएको कुरालाई हामीले खनेर जमिन मुनि गाड्नको निम्ति मात्रै होइन, त्यहाँ भएको पनि परमेश्वरले खोसेर राखिदिनुहुन्छ। तर परमेश्वर दिनुभएकोलाई तपाईँले मैले कसरी सजाउने, त्यसलाई आकार दिने, डिरेक्सन दिने, मार्गदर्शन गर्ने कस्तो प्रकारले गर्दै हुनुहुन्छ। किनभने आमा बाउ नै प्रभुमा बस्नु सक्दैन भनेदेखिलाई उसले छोराछोरीलाई नर्सर गर्नु सक्दैन। स्टार चाहिँ बनाउँछ, तर संसारको स्टारहरू बनाउँछ। परमेश्वरलाई देख्ने बित्तिकै परमेश्वरलाई आदर नगर्ने, परमेश्वरलाई दण्डवत नगर्ने स्टारहरू बनाइदिन्छ। बनाउँछ। संसारको मान्छेले पनि स्टार नबनाएको चाहिँ होइन, तर संसारको मान्छेले नानीहरूलाई स्टार बनाउँदै गर्दा चाहिँ के गर्छ भनेदेखि नानी संसारको लागि मात्रै हुन्छ। सुन्नुहोस् है, त्यसै कारणले गर्दाखेरि नि बाइबलले सबै कुरो भनेको छ। पड्का पनि भनेको छ है, तार नदेऊ भनेको छ। अब मर्ने गरी हिड्का भनेर भनेको होइन, त्यहाँ पनि माया छ। यदि बाइबल पढेछ भनेदेखिलाई नानीलाई कति कुट्नु पर्ने भन्ने कुरो। मैले एकखेप नानीलाई कुट्नु नजान्दाखेरि मेरो हातै बाङ्गेको छ कति दिनसम्म। अनि त्यही मेरो फाइनल त्यो अनुमलाई कुटाइ छ ब्रिटिस एम्बेसीमा। आक्रोशमा आयो, रिसमा आयो, उसले पनि कतिवटा काम बिगारेको, मैले पनि पड्काएको छु। पड्काएको कुनै कस्तो भएर ऊ स्लिप भयो, मेरो यो हात गएर चाहिँ भित्तामा पड्क्यो, म आफै पड्केँ। त्यहाँबाट यो हात पड्केपछि चाहिँ कति दिन हातै चलेन मेरो। त्यहाँबाट मैले निर्णय गरेँ यस्तो आक्रोशमा आएर चाहिँ कुट्नु हुँदैन रहेछ नानीहरू। त्यति बेला सायद भेटेको नानी फ्युज हुन्थ्यो होला जस्तो लाग्छ मलाई। मतलब के हुन्थ्यो अब त्यस्तो चिड्काएको थिएँ मैले। खास गरी सिक्नुपर्ने रहेछ नि, त्यो प्रभुको वचनमा मेच्युरिटीमा नभएको कारणले गर्दा मैले हिड्काएको। तर परमेश्वरलाई थाहा दियो तैँले चाहिँ नानीलाई कार्न तरिकाले हिड्काउँदैछस्, यो धुलाई चाहिँ नानीले भेटिन्छ, नानी चाहिँ हिँड्छ भनेर चाहिँ मलाई चाहिँ भित्तामै पड्काउन। त्यही चाहिँ मेरो एक ठुलो लेसन पनि भयो। अनि त्यहाँबाट मैले वचन पढ्न थालेँ। वचन पढ्दै गर्दा त हो नानीलाई त त्यसरी हिड्काउनु होइन रहेछ। ठिक्कै ट्वाक्कै फेरि ट्वाक्कै गरेर फेरि नानी पनि ट्वाक्कै हुन्छ। ट्वाक्कै चाहिँ पार्नु हुँदैन नानीलाई। नानीलाई पनि ठिक तरिकाले ठिक समयमा ताड्न दिने हुनुपर्छ। यो बिब्लिकल हो। हामी हेरौँ ल अलिकति वचन हेरौँ है त त्यहाँनिर। हुन त भाइ सुशीले अघि नै पढिदिइहालेको छ, मैले पढिरहनु दरकार छैन, तर पनि म यहाँनिर नानीहरूलाई अर्पण गर्दै गर्दाखेरिको कुराहरू तपाईँको बिचमा राख्न चाहन्छु। तपाईँलाई थाहा छ हन्नाको कहानी, हन्ना अल्कना है। अनि हन्नाको फेरि अर्को जेठीमाथि कान्छी भनेको जस्तो भयो त्यहाँनिर। त्यो कहानी तपाईँलाई थाहा छ। अवहेलना हुँदाखेरिको कुरा अर्कै छ। अवहेलना हुनुको मान्छेलाई थाहा हुन्छ त्यो चाहिँ फेरि अहो नानी नहुँदा जतिको पीडा र त्यही माथि अर्कोले कान्छीले आएर भनिदिँदै गरेको पीडा, त्यो जस्तो दुःख लाग्दो कुरा केही पनि हुँदैन है। त्यो वेदनामा हुँदै गर्दा चाहिँ हन्ना चाहिँ नि यस्तो खालको भइसकेको थियो। हन्नाले भन्नु थालेको थियो, लर्ड ब्लेस मी, तपाईँले मलाई एउटा सन्तान दिनुहोस्। यदि तपाईँले मलाई सन्तान ब्लेस गर्नुभयो भनेदेखिलाई चाहिँ यो सन्तानले चाहिँ तपाईँकै नै आराधना गर्छ आजीवन भनेर भनेको छ। अनि परमेश्वरले उसको सुस्केर सुनेको छ। अनि हन्ना अलिअलि रुको छैन नानी नहुँदाखेरि। हन्नाले कि सिन सुहाउनु परेको छ हाम्रो भाषामा भनेदेखिलाई यो किन नि यसको बिहानै अनुहार देख्नु पर्यो, यो अपुतालीको। हाम्रो भाषामा बोल्दैछ, हामी नेपाली पनि कविता छैनौँ फेरि। यसको अनुहार मैले बिहानदेखि यो अपुतालीको अनुहार देख्दै गर्दा चाहिँ मेरो कामै बनिँदैन, आज म रोदक लाग्यो। त्यो खालको तिरस्कारभित्र चाहिँ, त्यो खालको भनाइ र निन्दाभित्र चाहिँ हन्नाले एउटै कुरोलाई पकडेको थियो, त्यो चाहिँ के भन्नु, परमेश्वर प्रभु तपाईँले मलाई ब्लेस गर्नुहोस्। यदि तपाईँले मलाई ब्लेस गर्नुभयो भने नि यो नानीले चाहिँ तपाईँको आराधना गर्नेछ, अनि तपाईँकै कार्यको लागि म डेडिकेट गर्नेछु भनेर भन्नु। आमेन। त्यसो गर्दै गर्दा परमेश्वरलाई साँच्ची नै एउटा नानी दिनुभयो, ब्युटिफुल सानो नानी है, मजाको छोरा दिनुभयो। पहिलो सामुएल 1:21बाट म पढ्दै जानेछु। जब वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पुरा गर्नलाई एल्कना आफ्ना जम्मै परिवारसँग माथि उत्रेर गए,
हन्ना तिनीहरूसँग गइन्। तिनले आफ्नो पतिलाई भनिन्, जब बालकले दुध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु र त्यो सधैँभरि नै त्यहीँ रहनेछ भनेर भनेको। कति ठुलो डेडिकेसन मम्मीको पनि। बल्ल 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 एउटा सन्तान दियो, त्यो पनि परमेश्वरकै लागि पो रहेछ। सेक्रिफाइस आमा बाउले जान्नुपर्ने कुरा। हाम्रो यहाँ पछाडि हाम्रो दिप्ती छ, दिप्तीको नानी छ सलोमी। उसको एउटा स्टोरी छ, यो नानीको पनि। दिप्तीको फ्यामिलीको आफ्नै एउटा स्टोरी छ, मेरो छोरी ग्रेसको आफ्नै स्टोरी छ। यिनीहरूलाई परमेश्वरले धेरै समयको बाटो दिएको नानीहरू, अनि दे आर भेरी प्रेसियस। म चाहिँ जहिले पनि त्यही कुरो भन्छु है। अनि तर यो नानीलाई परमेश्वरले दिँदै गर्दा हामीले नानीलाई कसरी हुर्काउँदैछौँ, कसरी नर्चर गर्दैछौँ, कतिको परमेश्वरतिर डेडिकेसन छ नानीको, परमेश्वरलाई कतिको खोज्छ भन्ने कुरो चाहिँ हामी यहाँबाट सिक्न सक्छौँ। अनि यहाँनिर यसरी लेखिएको छ, ओके 23, तिनकी पति एल्कनाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर है। त्यसले दुध नछोडेसम्म घरैमा बसे, केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्। यसैले ती स्त्री घरैमा बसिन् र दुध नछोडेसम्म त्यस बालकलाई हुर्काए भनेर भनेको छ। दुध नछोडेसम्म आफ्नो छोरालाई हुर्काउने काम चाहिँ हन्नाको है, हन्नाको भयो। अनि उसले हुर्काइ नै रहे नानीलाई, कति लाडे बनायो होला, कति प्याम्पर गर्यो होला। ओ काखमा राखेर तिमीले इजरायलको परमेश्वरको सेवा गर्नेछौ भन्ने सपनाहरू देखेर विभिन्न प्रकारको कुराहरू सुन्नुहोस् है। त्यसै कारण गर्दा अघि हामीले चर्चमा बोल्दै गर्दा कतिवटा कुराहरू फर्किनुपर्छ भनेर भन्दाखेरि चाहिँ अब गडली हामी पुग्नुपर्छ, हेर्नुपर्छ। थोमस लुक्सले आजको दिनसम्म है ऊ प्रभुमा आएको 4-5 साल भयो, तर 4-5 सालभन्दा अगाडि उसलाई संसारको कुराले प्रभाव परेको छ। त्यो कुराहरू उसको शरीर आत्मा प्राणबाट निक्लेर गएको छ कि गएको छैन। कतिचोटि पुरानो त्यो टिकटकलाई दिँदै गर्दा कतै प्रभाव पर्दैछ कि। सुन्नुहोस् है, मैले सिधा एकदमै क्लियर गरेको, टिकटकको कुरा मात्रै नगरौँ। थुप्रो छ नि हाम्रो जीवनमा। व्यभिचारको कुरा छ, श्रीमती नहुँदैछ टेढा आँखाले अर्को बहिनीलाई हेर्ने आदत छ होइन। 3 महिनाको लागि नानी उता गाउँ के भन्छ मेरो श्रीमती नानीलाई लगेर पुग्छ उता गाउँमा हुर्काउन, आमाहरूले भेट्ने मन गरिरहेको छ, जान्छ नि कतिचोटि। ल तिमी जाऊ, म सम्हाल्दै गर्छु आफैलाई। अनि 3 महिना गाउँमा श्रीमती जाँदै गर्दा बुढाको अर्कै हालत। यो पुरानो कुराहरू कोही बेला निक्लिन्छ क्या, कोही बेला फुसुक्क निस्किन्छ। अनि नासरत यीशुको नाममा म तँलाई दबाउँछु भनेर भनेको त्यो मान्छेले दबाउँछ। अनि कोही बेला चाहिँ त्यसले ओभरटेक गर्छ हाम्रो जीवन। अनि हाम्रो जीवन चाहिँ परीक्षाले भरेको छ। प्रत्येक दिन तपाईँ यहाँबाट निक्लिनुहोस्, मेट्रो स्टेसनमा जानुहोस्, एक-एकवटा एजेन्ट राखेको छ। शैतानको एजेन्टले पनि अर्को एजेन्ट राखेको छ हाम्रो लागि। मेट्रोमा जाने बित्तिकै ठ्याक्क ठोकिने बित्तिकै अर्कै लेभल, विश्वासीको लेभल चेक हुन्छ त्यहाँनिर। अघि त्यो चर्चमा मैले यो भनेको, यो वचन त सुनेर आएको, त्यही वचनको आधारमा तपाईँलाई जाँच पनि आउँछ। फेरि घरकोलाई बिर्सिन्छ त्यति बेला, माइदामा छ नि त 3 महिनाको लागि मेट्रो स्टेसन बिर्स्यो। त्यहाँबाट साइडमा गएर के गर्छ, फोन नम्बर, कहाँ बस्नुहुन्छ, बालम के काम गर्नुहुन्छ, हस्टेस, चर्च आउनुहोस् ल भन्ने बाहनाले त्यहाँबाट अर्को लेभल पुग्छ। सुन्नुहोस् है, म सक्दैछु है, ल अब सक्दैछु म, एकदम काउन्टडाउन सुरु भयो मेरो अब। अनि यहाँनिर चाहिँ हन्ना चाहिँ के भएछ, हन्ना चाहिँ लागि परेको छ। सी वाज सो डेडिकेटेड, किनभने उसलाई थाहा छ अद्भुत रीतिले परमेश्वरले मेरो गर्भमा आउट अफ नो वेयर म बाँझी स्त्रीमाथि परमेश्वरले अनुग्रह र कृपा गर्नुभयो। आउट अफ नो वेयर मैले अब एउटा कन्सिभ गरेको छु, आउट अफ नो वेयर मैले के कुरो जन्माउँदैछु। अब यो नानीलाई मैले परमेश्वरमै राख्यो भनेदेखि चाहिँ आजीवन परमेश्वरसँग हुन्छ। अनि कति ठुलो काम, उनले परमेश्वरको कार्यलाई देखिसकेको छ। हन्नाले परमेश्वरको महानतालाई देखेको कारणले गर्दाखेरि हरेक आमा बाउले परमेश्वरको महानतालाई देख्नु जरुरी छ हन्नाले जस्तै। आमेन। अलिक पुग्दैन है, अब अलिक ओसिँदै गयो अब। ल एनिवे, अनि के गर्यो हन्नाले, अब म पढेँ 24 ल। जब तिनले दुध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3 वर्षे 5.5 पाथी पिठो र 1 मशक दागमत लिएर ती बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँडेलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर
तपाईको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईको छेउमा त्यहाँ उभिएकी थिए, यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिए अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। यसको जिम्मेवार नै त्यो परमप्रभुमा यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे भनेर भनेको छ। अन्नाको डेडिकेसनलाई हेर्नुहोस्, अन्ना के भयो, लागि परे, अन्नालाई लागि परे। अनि थाहा छ अन्नाले पहिला उसकोमा शब्द पनि थिएन, प्रभु मलाई नानी दिएर ब्लेस गर्नुहोस् भन्ने शब्द पनि फुटेको थिएन। रोएर प्रार्थना गर्दै गर्दा एली पनि छक्कै परेको छ। एली पनि कन्फ्युज भएको छ, के माग्दैछ मान्छेले, के भइरहेको छ मान्छे भन्ने खालको कन्फ्युजन छ त्यहाँनिर है। एली पनि छक्कै परेको छ। तर त्यति अहिले यहाँ आएर हन्नाले के भन्दैछ, म त्यही व्यक्ति हुँ अनि परमेश्वरले मलाई एउटा छोरा दिनुभएको छ अनि यो नानीलाई चाहिँ म आजीवन परमेश्वरको आराधना गर्नको निम्ति, कार्य गर्नको निम्ति म डेडिकेट गर्न यो भावना लिएर आएको छु भनेर भनेको छ। आमेन। त्यसै कारणले गर्दा जब पनि हाम्रो गर्भमा परमेश्वरले नानीहरू दिनुहुन्छ है। अहिले त एकदम इजी छ, अहिलेको संसार यस्तो हाई टेक्नोलोजी आयो। अहिले चाहिँ टेक्नोलोजी आयो, त्यो जमानाभित्र छ अहिलेको संसार। अनि त्यसले गर्दा टेक्नोलोजीभित्र हुँदै गर्दाखेरि चाहिँ नि के गर्दैछ टेक्नोलोजीले। अनवान्टेड बेबी अरे हालिदेऊ अरे, अनवान्टेड बेबी अरे फ्याँकिदेऊ, यसो गर्दा पनि हुन्छ, दबाई खाँदा पनि हुन्छ। तर परमेश्वरको चाहिँ कस्तो हामीले सुनेका छौँ है। हामीले थुप्रो पास्टर्सहरूको गवाई सुनेका छौँ, विश्वासीहरूको गवाई सुनेका छौँ। मेरो मम्मीले म गर्भमा हुँदै गर्दाखेरि, मम्मीको गर्भमा म हुँदै गर्दा मेरो मम्मीले चाहिँ राख्नु चाहेको थिएन अरे, धेरै दबाई खानुभयो अरे है, धेरै दबाई खानु अरे म अबोर्ट होस् भनेर। तर परमेश्वरको इच्छा त्यस्तो थिएन रहेछ भने चाहिँ उहाँहरूले रुँदै गवाई दिएको कुराहरू सुनेका छौँ। त्यसै कारणले गर्दाखेरि आमा बाउले जान्नुपर्ने कुरा, जब पनि एउटा बेबी भन्ने कुरा जब हाम्रो शरीरमा, हाम्रो गर्भमा, आमाहरूको गर्भमा परमेश्वरले दिनुहुन्छ, त्यति बेलादेखि चाहिँ तपाईँले म धेरै प्रार्थनाको जीवनको साथमा अगाडि बढ्नुपर्नेछ। अनि यति साह्रो प्रभाव परेको हुनुपर्छ उसलाई प्रार्थनाको, आराधनाको। अहिले हाम्रो यो छोरा यहाँनिर आउँदै गर्दा उसलाई के पो नानीको नाम इभान है, एडेन। यहाँ आउने बित्तिकै यहाँभित्र म्युजिक सुन्ने बित्तिकै हात उठाएर नाच्दै थिएछ, गाउँदै, उसलाई प्रभाव परेको छ त्यो कुराहरू। आमेन। त्यही कारणले गर्दा हाम्रो नानीहरूलाई प्रभाव के कुराले पार्दैछ। आमा बाउ यता र उता फर्केर फोनमा बस्यो भने हाम्रो नानी पनि डेफिनेटली फोनमा बस्छ। त्यसै कारणले गर्दा तपाईँ अनि मैले हाम्रो नानीहरूलाई कसरी हुर्काउँदैछौँ, समर्पण गर्नुपर्ने कुरा, यो प्रभुको अगाडि जाहेर हुनुपर्ने कुरो, प्रभुको अगाडि गणना हुनुपर्ने हुन त प्रभुले अघि नै गणना गरिसक्नु भएको छ। तर परमेश्वरले यो डेडिकेसन हुँदै गर्दा हाम्रो इमान्दारितालाई हामी कतिको छौँ, यसले ल्याउँछ कि ल्याउँदैन, के भन्दो रहेछ हेरौँ, यसलाई दिएको छौँ। तपाईँलाई थाहा छ नि होइन, हामी कुकुर बिरालोसँग खेल्दै गर्दा कुकुरलाई के कुरो दिने कोसिस गर्छ, कसरी खाँदो रहेछ, त्यस्तो एक्सपेरिमेन्ट गर्छ। मेरो ठुलो छोराले पुरा एक्सपेरिमेन्ट गर्छ, झिँगालाई मार्छ ओर्छ, त्यहाँबाट पखेटा छुट्याउँछ, यहाँबाट गाडी दिन्छ, हेरौँ के गर्दो रहेछ, टुक्क छुन्छ, पुरा एक्सपेरिमेन्टल छ मेरो ठुलो छोरा। त्यस्तै परमेश्वरले पनि हामीलाई केही कुरो गिफ्ट दिँदै गर्दाखेरि परमेश्वरले पनि एक्सपेरिमेन्ट गर्न चाहन्छ। हेरौँ है त अब यसलाई मैले यस्तो छोरा देख्छु, डल्लो मजाको टाउको भएको छोरा देखेको छु, अब हेरौँ के गर्दो रहेछ भनेर दिँदैछ है, रुख्छ। त्यही कारणले गर्दा परमेश्वरले पनि हेर्नुहुन्छ यति बेला। प्रभुको वचनले भनेको छ परमेश्वरले दिनुभएको नानीहरू है। अनि अब मैले एक दुईवटा कुरालाई म यहाँनिर राखिहाल्छु। एकछिन है, पर्खिनु चाहिँ काउन्टडाउन सुरु भइसकेको छ, म अब यहाँ राखिहाल्छु ल। हितोपदेशको 22:6ले यहाँ यसो दिएको छ, बालकहरूलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्ध अवस्थासम्म ऊ त्यहाँबाट तर्केर जाँदैन भनेर भनेको छ प्रभुको वचनले। एकछिन पछि न्युज टिकट भयो, एकैछिनमा सक्यो है। बालकहरूलाई ऊ हिँड्नुपर्ने बाटोमा, यो इसाई घरमा जन्मिएको, इसाई परिवारमा जन्मिएको नानीलाई अब कहाँ जाने तालिम दिने त? हामी कराउँछौँ, यहाँनिर सामेल आजकल ड्रम बजाउनु थालेको छ, त्यसलाई म कराएन यति पनि गाली खान्छ त्यसले मेरोबाट। मैले भनेको छु नानी तेरो साथीहरू फ्रेन्ड सर्कल कस्तो छ, स्कुलमा फ्रेन्ड सर्कलहरू कस्तो छ, कस्तो कहाँ मान्छेहरूसँग हिँड्दैछ। आजकलको नानीले क्लास 8, 9, 10 पढ्दादेखि नै गाँजाहरू खान थालेको छ आजकलको नानीहरूले। पर्न मुभीहरूलाई उनीहरूको बारेमा सिकाउनै पर्दैन, नेक्स्ट लेभल छ अहिलेको नानीहरू। तपाईँ र म पो यसो आराधना गर्ने मान्छेहरू त अब अहिले नानीहरूलाई अरू उनीहरूको वर्ल्डको कुरा कोट्टाउनुहोस् त, यसो म त कोही बेला नानीहरूलाई गएर यसो कोट्टाउँछु, अन्त कुन चाहिँ सिरिज पुगेको छ अहिले हेर्नु भनेर सोध्छु, भनिदिन्छ उनीहरूले म चाहिँ यो सिरिजमा छु भनेर भन्छ।
गेमको, अब तपाईँले अर्को नबुझ्नुहोस्, गेमको कुरा। अनि म यो लेभलको खेल्दैछु, त्यो तल्लो लेभल त आछि आप यहीँ भी हो भन्छ। म खेल्दिनँ, तर मैले उनीहरूलाई मन चोर्नु लाग्यो। अनि यो त हमले त 5 साल पहिला खतम गरिदिया छ भन्छ। त्यस्तो लेभलमा चाहिँ तपाईँ अनि मेरो नानीहरू टेक्नोलोजीले चाहिँ त्यहाँ पुऱ्याइदिएको छ हाम्रो नानीहरूलाई। सुन्नुहोस् है, त्यसले गर्दाखेरि एउटा विश्वासीको घरमा नानी जन्मिँदै गर्दाखेरि तपाईँ नि मेरो ठुलो रेस्पोन्सिबिलिटी छ। तपाईँहरूलाई लाग्दैन कुन चाहिँ आमा बाउ हुनुहुन्छ कि म चाहिँ विश्वासको एकदम राम्रो जीवन जिउँछु है, ओके ठिक छ, परमेश्वरले तपाईँले मलाई विश्वासको जीवन जिएको कारणले गर्दा परमेश्वरले तपाईँले मलाई अनन्तको राज्यमा लानुहुन्छ, पक्कै हो। तर तपाईँ र मेरो बेसी प्याम्परिङ भएर नानीलाई ड्रग एडिक्ट भएर नरकमा चाहिँ पठाउने आमा बाउ कतिजना छ? हात उठाइदिनुहोस् त। कोही पनि छैन। सबैले मेरो इच्छा छ है, मेरो इच्छा छ हाम्रो मण्डली भएको कारणले गर्दा प्रभु म मरेर गयो भने पनि हाम्रो मण्डलीको विश्वासी हामी एक दिन परमेश्वरको राज्यमा प्रवेश गर्दै गर्दा हामी देख्न पाउँछ, चिन्न सक्छ। बाइबलले भनेको छ हामी चिन्न सक्छौँ। सायद त्यसले हाम्रो बुढा र बुढीको सम्बन्ध हुँदैन, त्यो सम्बन्ध छैन, बुढाबुढी छोराछोरीको सम्बन्ध छैन, तर हामी त्यहाँनिर चिन्न सक्छौँ। आमेन। मैले गहिरो कुरालाई तपाईँहरूको बिचमा राखेर चाहिँ बुझ्नु भएको छ नि तपाईँहरू, कति कम्तीले मात्रै बुझ्दैछु कुरा। चिन्न सक्छौँ, त्यो मायाभित्र छौँ। अहिले यहाँनिर भएको आमा बाउ चाहे जस्तो सुकै छोराछोरी रुड किन नहोस्, तपाईँलाई मुख लाग्ने किन नहोस्, तर एभ्री वान लभ्स। त्यो मुख लाग्ने नानीलाई पनि तपाईँ माया गर्नुहुन्छ। हामी सबै माया गर्छौँ, माया गर्छौँ। सुस्वासित माया गर्छ गर्दैन भन्छ, जस्तो सुकै हामीसँग नानीहरू जुवान लडायो भने हामी माया गर्छ गर्दैन, हामी गर्छौँ नि। मसँग जुवान लडाउँछ, म माया गर्छु, माया गर्छु नि। अनि हाम्रो एउटै इच्छा हुन्छ, प्रभु अरू कुरो केही नभए भने पनि तपाईँले मलाई तपाईँको राज्यमा बोलाउनुहुन्छ नि, मेरो छोराछोरीलाई पनि बोलाउनुहुन्छ। हाम्रो प्रार्थना हेर्नुहोस् त, त्यो चाहिँ माया हो। प्रार्थना मात्र होइन, त्यहाँभित्र माया पनि छ। त्यसै कारणले गर्दा एउटा विश्वासी जीवनमा, विश्वासी घरमा परमेश्वरले नानी दिइसकिसकेपछि तपाईँ नि मेरो कर्तव्य कस्तो भनेदेखिलाई कस्तो प्रकारले तपाईँ नि मैले हाम्रो नानीहरूलाई हेरचाह गर्दैछ, कस्तो प्रकारले तपाईँ नि मैले हाम्रो नानीहरूलाई पढाउँदैछ, कस्तो प्रकारले तपाईँ नि मैले हाम्रो नानीहरूलाई प्रभुको मार्गमा हिँडाउँदैछ, त्यो कुरो एकदमै इम्पोर्टेन्ट कुरा हो। त्यसै कारणले गर्दाखेरि म चाहन्छु हरेक आमा बाउ जतिजना पनि हुनुहुन्छ, तपाईँको सानो सानो नानी छ, यो महिमा छ, यहाँनिर सलोमी छ, यो केटाकेटीहरू छ, यहाँ कतिजना सानो सानो नानीहरू छ, प्रभुको वचनमा हुर्काउने कोसिस गर्नुहोस्। पढ्नु जान्नुहुन्न होला, तर आचरण बिहेभियर है, तपाईँको प्रतिदिन हिँड्दै गर्दाखेरिको त्यो यात्रामा हिँड्दै गर्दाखेरि तपाईँको त्यो चरित्रहरू नानीलाई लागोस् क्या, यस मेरो मम्मी त अरू कुरो जान्दैन होला, मेरो मम्मीले तर प्रार्थना गर्न जान्दछ, सी ट्रस्ट परमेश्वरमाथि धेरै भरोसा गर्नुहुन्छ भन्ने कुरो। जब त्यो कुरालाई नानीहरूले देख्छ नि, नानीहरूले काहीँ न काहीँ सिकिरहेको हुन्छ। आमेन। त्यसै कारणले गर्दा त्यो कुरामा हामी अगाडि बढ्नुपर्ने हुन्छ। भजन सङ्ग्रह के भन्छ हितोपदेश 22:6मा लेखेको छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्केर जाने छैन। सुन्दैछ नि रुक्छ है, सुन्दैछ है। अब अर्को वचनलाई यसरी लेखेको छ, सुन्नुहोस् है। अब म यहाँ तालिम देऊ भन्ने कुरा मात्रै होइन, माया गर भन्ने कुरामा होइन, पढाऊ भन्ने कुरा पनि पढ्दैछु तपाईँको बिचमा। यहाँनिर के लेख्छ 23:13मा, मरिन्जेल हिर्काऊ भनेर भनेको छ नि यहाँनिर, बालकलाई ताड्न दिन नरोक, तैँले त्यसलाई बेत लगाएर सजाय दियो, तैँले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजाने छैन भनेर भनेको छ। भन्नुको मतलब चाहिँ बाइबलले अलिअलि के पनि सिकाउँदो रहेछ, अलिअलि पिट्नु पनि सिकाउँदो रहेछ। बाइबलले कुट्नु भनेको छ कृष्ण बाइबलले कुट्नु पो भनेको छ, पिटिदिन्छ रहेछ चिन्ता, तर माया नट यु। ओके, सो बाइबलले हामीलाई सिकाउँछ, किनभने कहिले पनि नि हामीले नानीलाई लिटो मात्रै खुवाएर हामीले भयङ्कर बनाउँछौँ भनेर नसोच्दा हुन्छ। हामीले नानीलाई हुर्काउँदै गर्दा सबै क्षेत्रबाट सबै भिटामिन्सहरू, प्रोटिन्सहरू, कार्बोहाइड्रेट्सहरू सबै कुरो उनीहरूलाई चाहिने हरेक आहारहरू, पौष्टिक आहारहरू हामीले दिनुपर्ने हुन्छ। र यो पनि एउटा पौष्टिक आहार हो स्पिरिचुअल साइड्समा हामीले हेर्नु हो भने। त्यसै कारणले गर्दा तपाईँले मैले नानीलाई हुर्काउँदै गर्दाखेरि यो तरिकाले हुर्काउनु सक्नुपर्छ। हुन्छ हुन्छ, म प्रभुको वचन यहाँ राख्न चाहन्छु है। मैले अघि नै भने डेडिकेसन कहाँबाट आयो भनेर चाहिँ बिबलिकल हो। अघि यौनाको बारेमा मैले यौनालाई पनि लुका 1:59मा त्यहाँनिर डेडिकेसन गरेको छ। येशू ख्रीष्टको पनि लुका 2:21 अनुसार येशू ख्रीष्टलाई पनि त्यहाँनिर अर्पण गरेको छ। यहाँ अहिले हामीले के भन्छ पहिलो सामेलबाट हामीले पढ्यौँ, त्यहाँनिर पनि सामेलको डेडिकेसन भएको छ, अर्पण गरिएको छ। अनि किन अर्पण गर्यो भनेर भन्दाखेरि प्रभु तपाईँले मलाई दिनुभयो, अब यो नानी फेरि पनि तपाईँकै राज्यको निम्ति बढोस्, तपाईँको राज्यको निम्ति कार्य गरोस्, तपाईँकै
नाउँको बढी बढाइ गर्नको निम्ति म फेरि नि यो नानीलाई तपाईँको हातमा समर्पण गर्छु। यो नानीलाई तपाईँको हातमा समर्पण गर्दै गर्दा कुनै पनि प्रकारको अन्धकारका कुराहरू उसको जीवनमा प्रबल हुनु पाउने छैन, कुनै पनि श्रापका कुराहरू उसको जीवनमा प्रबल हुनु पाउने छैन, तर यो नानीले तपाईँको महिमा गर्नेछ। आमेन। त्यो कारणको लागि, त्यो कुराहरूको लागि हामीले आज ओबेदलाई, ओबेदको मतलब सर्भेन्ट, वर्सिपर, आराधक होइन, हामी ओबेदलाई हामी प्रभुको हातमा जिम्मा दिन गइरहेको छौँ। दुईजना बुढाबुढी लागेर भन्न चाहन्छु। ल ल हुन्छ मण्डली, मैले सकेँ। 2 मिनट मलाई दिनुहोस्, नबोलिदिनु 2 मिनट, खालि 2 मिनट। यिनीहरूलाई केही कुरो सोध्छु मण्डलीको अगाडि। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर हाम्रो माझमा हुनै नै हुन्छ, तर एउटा मण्डलीको अगाडि एउटा साक्षीको रूपमा, मण्डली साक्षीको रूपमा हुँदै गर्दाखेरि परमेश्वरले यो 2 छोराछोरीलाई असल छोरा दिनुभएको छ, ओबे है। रुचाहरू नरु यो त छिटो हुन्छ नि। ल एनिवे म सोध्छु है त। अब परमेश्वरले ब्युटिफुल नानी देख्छ तिमीलाई, ओबेद होइन। ओबेदको नाम के अरे? सर्भेन्ट, वर्सिपर, सर्भेन्ट अफ गड, वर्सिपर हो भनेर हामीले सुन्यौँ। त्यसै गर्दा परमेश्वरले तिमीलाई दिएको नानीहरूमा तिमीहरू कति इमान्दारी हुन्छ? इमान्दारी हुन्छ? हजुर इमान्दारी हुन्छ पक्का? ओके। फेरि इमान्दारी हुन्छु भन्नु त अलिकति त्यो ड्राइभर चेन्ज गर्नुमा मात्रै इमान्दारी ऊ जिएर बिहा नगरेर अलग आमा बाउबाट अलग नभइन्जेलसम्म हो, त्यहाँसम्म इमान्दारी हुनुपर्छ। मेरो 2जना छोराले यहाँसम्म ल्याएको छ मलाई, कपाल खुलेको छ मलाई साह्रो छैन, सजिलो छैन है। त्यसै कारणले गर्दा उनीहरूलाई प्रत्येक दिन यो नानीलाई है प्रभुको वचनमा के तिमीहरू गर्छौ? हजुर हुर्काउनेछ। प्रभुको वचन पक्का हो कि चल छैन? पुरानो भिडियो देख, कोही बेला त आमा बाउ बिर्सेर, कोही बेला त आमा बाउ बिर्सेर के गर्छ भन्दा एउटा बाउ गर्दै गरेको हुन्छ। त्यस छैन चाहिँ हामी प्रभुको उपस्थितिमा भएर मैले प्रभुको दास भएर तिमीहरूलाई सोध्दैछु। परमेश्वरले यति साह्रो सुन्दर छोरा ओबेद तिमीहरूलाई दिनुभएको छ। उसको दुःखमा सुखमा, उसको जीवनको जबसम्म उसले विवाह गरेर तिमीहरूदेखि अलग हुँदैन के उसँग तिमीहरू के फेथफुल भएर बस्छौ? हजुर फेथफुल। उसको हरेक निड्सहरू पुरा गर्छौ? हजुर पक्का? हजुर। उसलाई पढाउनु लेख्नुमा कुनै झर्को त मान्दैन होला नि? मान्दैन। पक्का? प्रभुको वचन हुर्काउने हो? हजुर। पक्का हुर्काउने हो? झर्को मान्दैन? त्यो सुन्दै गर्दा श्राप दिएन होला नि? मै त पनि के अरे बाउपट्टि गइसस् भनेर पक्का? यहाँ चाहिँ कुरा चाहिँ यहाँ त भन्नु मजा आउँछ, हजुर म गर्छु, यस गर्छु भन्नु मजा आउँछ, तर त्यहाँनिर चाहिँ हुन्छ प्रब्लम। नानी बेलुका बल्ल 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 आमा झ्याप्पै सुतेको हुन्छ, टिङ्गर हुन्छ, हगिदिएको हुन्छ, त्यति बेला ल हुन्छ। परमेश्वरले दिनुभएको यति असल सुन्दर नानी छ। तिमीहरूले मण्डलीको अगाडि है अनि अझै एउटा प्रश्न गर्नु मलाई मन लाग्यो। त्यो चाहिँ के भन्नु भन्दा चाहिँ आत्मिक कुराहरू, शारीरिक कुराको कुरा गरेको होइन, संसारिक कुरा पनि गरेको होइन। सायद तिमीलाई घटी कमी होला, परिस्थिति होला, गरिबीहरू होला, कतिवटा कति नानीलाई हुर्काउनुको लागि च्यालेन्ज होला, तर त्यो अवस्थामा पनि हन्नाले जस्तै प्रभु म तपाईँलाई, प्रभु मेरो नानीलाई चाहिँ म तपाईँको नाममा म अर्पण गर्छु भनेर भन्नु सक्ने क्षमता तिमीहरूसँग छ? हजुर छ। पक्का? हजुर। पक्का हन्नाले जस्तै गर्ने हो? परमेश्वरको निम्ति दिने हो? हजुर। पक्का दिने हो? हो पक्का परमेश्वरको कामको लागि? ओके। हजुर मात्रै भनिनले अगाडि म गर्छु गर्दिनँ भनेर गर्ने कि नगर्ने? ल हुन्छ। ल ल हाम्रो यहाँनिर हेर्नुहोस् हाम्रो हिरोलाई हामी प्रार्थना गरौँ ल। मण्डलीको अगाडि हाम्रो थोमस अनि रुक्साले आफ्नो नानीलाई पढाइको क्षेत्रमा भयो, हुर्काउने क्षेत्रमा भयो, उसलाई दिनुपर्ने उसको निड्सहरूमा भयो, यिनीहरू उभिन्छु भनेर भनेको छ। मण्डलीको अगाडि मण्डली विटनेस छ, अगापे मण्डली भएको यहाँ तपाईँहरू जतिजना तपाईँहरू विटनेस हुनुहुन्छ। उहाँले त्यसरी भन्दै गरेको कारणले गर्दा यो नानीलाई म येशूको नाममा उसलाई म डेडिकेट गर्न चाहन्छु। प्रभु येशू, म तपाईँलाई धन्यवाद भन्न चाहन्छु यो सुन्दर समयको लागि। थोमस अनि रुक्सालाई तपाईँले सुन्दर छोरा दिनुभयो, ब्लेस गर्नुभयो, ओबेद दिनुभयो, ब्लेस गर्नुभएको छ। अनि यो घरमा यति साह्रो खुसी आनन्दले छाएको छ, एक्साइटेड छ।
प्रभु यो नानीहरूले आज कमिटमेन्ट गरेको छ, म यो नानीलाई हुर्काउँछु, बढाउँछु, पढाउँछु, प्रभुको मार्गमा हिँडाउँछु भनेर भनेको छ। भन्दै गर्दा धेरैवटा च्यालेन्जेसहरू आउँछ प्रभुजी। म प्रार्थना गर्दछु यो च्यालेन्जेसहरू आउँदै गर्दा यो आमा बाबुलाई मुर्झाउन नदिनुहोस्, ओइल्याउन नदिनुहोस्। आज प्रतिज्ञा गरेको कुराहरू त्यति बेला पुरा भएको होस्। त्यति बेला उनीहरूले सम्झेको होस् मैले मेरो नानीलाई अन्नाले जस्तै डेडिकेट गरेको छु प्रभुको राज्यको निम्ति भनेर। भोलि पर्सि उसले बढ्दै गर्दा, पढ्दै गर्दा, हुर्किँदै गर्दा, ठुलो मानिस बन्दै गर्दाखेरि तिमी चाहिँ प्रभुको हो भनेर उनीहरूले आमा बाबुले कहिले पनि कन्फ्युजन नगरेको होस्। तिमीले कमाएको धनहरू प्रभुको निम्ति, तिमीले पढेको एजुकेसनहरू प्रभुको निम्ति भनेर भन्ने आमा बाबु तपाईँले बनाउनुहोस् भनेर म प्रार्थना गर्दछु। प्रभु उसको सन्तान 10 सन्तानबाट बगेर आएको श्रापहरू चाहिँ थोमसको जीवनसम्म जति बग्नु थियो बगेको छ। अब त्यो कर्सेसहरूलाई, त्यो श्रापहरूलाई चाहिँ म ब्रेक गर्दछु। अब उपरान्त चाहिँ ओबेदको जीवनमा त्यो पापको कुराहरू बगेर आउने छैन, त्यो श्रापका कुराहरू बगेर आउने छैन। नास्ता विश्व तपाईँको नाममा म त्यो कुरालाई रद्द गर्दछु। यो नानीले चाहिँ तपाईँको आराधना गर्नेछ, तपाईँको सर्भेन्ट भएर, भलो सर्भेन्ट भएर तपाईँको राज्यको प्रचार गर्नेछ भनेर म प्रार्थना गर्दछु। तपाईँले ब्लेस गर्नुहोस् प्रभु। तपाईँको यो अयोग्य दास उसको आमा बाबाको स्वीकृति अनुसार यो मण्डली परिवारको विटनेसको साथमा ओबेदलाई हामी तपाईँको नाममा डेडिकेट गर्छौँ, तपाईँको हातमा समर्पण गर्छौँ। प्रभु यो नानीलाई तपाईँले सम्हाल्नुहोस्, उसको जीवनको खर्चहरू, पढाइ लेखाइहरू, उसको जति पनि निड्सहरू छ प्रभु तपाईँ परमेश्वर पूर्ण रीतिले पुरा गरिदिनुहोस्। केही पनि कुराहरूमा घटी कमीमा नभएर गएको होस् भनेर म प्रार्थना गर्दछु। आमा बाबाले जति पनि गरिबी र दुःखको कुरालाई झेलेको छ, तर यो नानीलाई हामीले तपाईँ परमेश्वरमा समर्पण गर्दै गर्दा तपाईँले प्रशस्तताले भरिदिनुहोस्। उसको पढाइ लेखाइमा कुनै पनि डिस्टर्बेन्सेसहरू हुने छैन, दुःख पाउने छैन भनेर म प्रार्थना गर्दछु प्रभुजी। अस्तर स्कुल पढ्नेछ अनि तपाईँको महिमा गर्नेछ प्रभुजी, तपाईँको आराधना अनि प्रशंसा गरेर अगाडि बढ्नेछ भनेर म प्रार्थना गर्दछु। ओबेदलाई मैले तपाईँको हातमा डेडिकेट गरिसकेको छु। जति पनि उसको कुराहरू छ, निड्सहरू छ, तपाईँ पुरा गरिदिनुहोस्। धन्यवाद छ। ओबेदको जीवन, शरीर, आत्मा अनि प्राणमा म तपाईँको रगत लगाउँछु, तपाईँको प्रोटेक्सन बोल्दछु। तपाईँले सम्हालिदिनुहोस् भने म प्रार्थना उसको जीवनको अन्तिम साससम्म ओबेदले तपाईँको महिमा अनि प्रशंसा गर्नेछ भनेर म घोषणा गर्दछु प्रभु। धन्यवाद छ प्रभु। ओबेदलाई, प्रभु यो नानीलाई तपाईँले ओबेद भनेर नाम दिनुभएको छ। ओबेदलाई पिता, पुत्र अनि पवित्र आत्माको नाममा म तपाईँको हातमा समर्पण गर्दै बिन्ती प्रार्थना गर्दछु येशूको नाममा। स्वर्ग प्रेम पिता सुनिकन ग्रहण गर्नुहोस्। हुन्छ, हामी ताली बजाएर धन्यवाद गर्नेछौँ। एकदम इमोसनल भएको छ, रोएको छ। हामी सबैजना आफ्नो स्थानमा उठ्नेछौँ।
अर्पण भन्ने शब्द चलाएको छ अर्पणको अगाडि स भन्ने शब्द चलाएको छ अनि हाम्रो भाइ थोमस अनि बुहारी रुक्साको जीवनमा हामी मण्डली सम्पूर्ण मिलेर नानी ओबेदको जीवनमा सम्पूर्ण जीवनभरि नै जीवन पर्याप्तभरि नै यो नानी चाहिँ परमेश्वरको लागि आज यी दुई बाबुआमाले आराधनाको लागि भनेर समर्पण गरेको छ परमेश्वर यति बेला धन्यवाद दिन्छौँ आज तपाईँ परमेश्वरले हामीलाई पनि प्रभु यसरी यो समर्पणको सङ्गतिमा प्रभु हामीलाई सहभागिता हुन दिनुभयो अनि आज हामीले वचन सुन्यौँ परमेश्वर तपाईँको वचन चाहिँ सबैभन्दा माथि छ परमेश्वर पिता जसरी हन्नाले समूएललाई मन्दिरमा समर्पण गरे त्यसरी नै प्रभु आज भाइ थोमस अनि बुहारी रुक्साले आफ्नो नानी छोरा ओबेदलाई यो मण्डलीमा प्रभु अगाडि बढ्दै गर्दाखेरि अगाडि हुर्किँदै गर्दाखेरि प्रभु आज यी बाबुआमा मात्रै नभएर तर परमेश्वर मण्डली हरेकजनाले चाहिँ नानी ओबेदको लागि चाहिँ प्रभु एउटा प्यारेन्ट्स भएर हरेक कुरोमा प्रभु यो नानीलाई शिक्षा दिन अनि यो नानीलाई सही बाटोमा ल्याउन अनि सही कुरोहरू बताउनको लागि मण्डली पनि प्रभु आज उभिएको छ परमेश्वर अनि ती मध्येमा प्रभु आज हामी पनि उभिएका छौँ ओबेदको जीवनमा प्रभु हामी आशिषलाई बोल्छौँ र परमेश्वर पिता प्रभु हाम्रो आँखाको अगाडि यो नानी ओबेद लुका 2 को 52 आधारित हुर्किँदै जाँदा बढ्दै जाँदा मानिसहरूको बिचमा हाम्रो बिचमा यो नानीहरू हुर्किँदै गर्दाखेरि प्रभु यो नानी ओबेदको जिम्मेवारीको लागि चाहिँ प्रभु हामी पनि आज खडा भएर हामीले भनेको छौँ जिउ प्रभु हामी एउटा साक्षी छौँ भन्ने कुरोहरू अनि यो नानी ओबेद प्रभु अगाडि बढ्दै गर्दा हुर्किँदै गर्दा हिँड्दै गर्दाखेरि प्रभु परमेश्वर हामीले हाम्रो आँखाले देख्दै गर्दाखेरि परमेश्वर नानी ओबेद चाहिँ रङ ठाउँमा खडा भएको छ भनेदेखिलाई राइट ठाउँमा ल्याउनुको लागि परमेश्वर पिता हामी पनि जिम्मेवारी भएका छौँ प्रभु हामी धन्यवाद दिन्छौँ आजको सङ्गतिको लागि प्रभु नानी ओबेदको यो समर्पण सङ्गतिमा हामीलाई प्रभु यसरी एकत्र गर्नुभयो अनि आजको सङ्गतिलाई तपाईँ परमेश्वर पवित्र आत्माले अगुवाई गर्नुभयो र परमेश्वर पिता हामी धन्यवाद दिन्छौँ अब केही क्षणबाट प्रभु हामी यो ठाउँबाट हामी आफ्नो आफ्नो गन्तव्य हामी जानेछौँ तपाईँ परमेश्वरको स्वर्गीय दूतको सुरक्षा हामी बोल्छौँ प्रभु हामीलाई हप्ताभरि तपाईँको वचन आधारित जिउन सिकाउनुहोस् भने हामी प्रार्थना गर्दछौँ प्रभु आज हामी यसरी प्रार्थना गरिराख्दछौँ भोलिदेखिको हाम्रो जीवन प्रभु मण्डलीदेखि अलग रहेर अनि मण्डलीको बिचबाट प्रभु हामी ड्युटी आवरमा हुन्छौँ हामी घरमा हुन्छौँ हामी बाटोमा हुन्छौँ प्रभु त्यति बेला तपाईँ परमेश्वर पवित्र आत्मा हामीसँग हुनुहुन्छ हामीलाई फेथफुल भएर प्रभु तपाईँको वचन आधारित जिउन सिकाउनुहोस् भने हामी प्रार्थना गर्दछौँ किनभने हामी सबै मण्डलीहरू चाहिँ प्रभु तपाईँको प्रिय छोरा छोरीहरू हौ परमेश्वर पिता तपाईँले हामीलाई सधैँ नै निभा दिएर राख्नुहुन्छ प्रभु अनि तपाईँको अनुग्रह चाहिँ हामीसँग छ परमेश्वर पिता प्रभु यसको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ धन्यवाद सबै कुरोको लागि तपाईँलाई धन्यवाद दिँदै प्रार्थना बिन्ती येशू ख्रिस्टको नाममा आमेन सबैजनालाई चाहिँ मुबारक छ थोमसले रुक्सालाई तपाईँहरू सबैजना तयारी भएर आउनुभएको छ भने हामी थोमसको छोरालाई ब्लेस गर्न सक्नुहुन्छ आशीर्वाद दिन सक्नुहुन्छ यस